प्रविधि मन्त्रीका रूपमा यस मन्त्रालयमा पदबाली गरेर आउनुभएको आज 3 महिना पुरा भएको छ। जेन्जी जनआन्दोलनको जगमा बनेको सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वको सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको आज 3 महिना पुरा भएको छ। असोजको 6 गते म यही मन्त्रालयमा मैले पदभार ग्रहण गरेको थिएँ र आज पुसको 6 गते 3 महिनाको अवधि व्यतीत गरिरहँदाखेरि मन्त्रालयगत तवरमा हासिल भएका उपलब्धिहरूमध्ये म यहाँहरूलाई यो 3 महिनाको अवधिमा 30 वटा उपलब्धिहरू चाहिँ आज यहाँहरूलाई बुँदागत रूपमा म भन्ने अनुमति चाहन्छु। ती उपलब्धिहरू मन्त्रालयगत उपलब्धिहरू हुन्, यो कुरा यहाँहरूलाई निवेदन गर्न चाहन्छु। यो 3 महिनाको अवधिमा 30 वटा उपलब्धिहरू यस प्रकार रहेका छन्। 1. आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरणको प्रारम्भ भएको छ। छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048 को व्यवस्था बमोजिम अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकी अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण लगायतका कार्यहरू सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको छ। अनलाइन सञ्चार माध्यमको दर्ता र व्यवस्थापनको लागि छापाखाना तथा प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली 2082 स्वीकृत भएको छ। 2. एनटिभी वर्ल्डको शुभारम्भ। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबाट एनटिभी वर्ल्ड च्यानलको शुभारम्भ गरिएको छ। 3. स्वर्गीय पत्रकार सुरेश रजकलाई शहीद घोषणा। स्वर्गीय पत्रकार सुरेश रजकलाई यस मन्त्रालयको सिफारिसमा गृह मन्त्रालय मार्फत नेपाल सरकारबाट पत्रकार शहीद घोषणा गरिएको तथा स्वर्गीय पत्रकार सुरेश रजकको परिवारको सदस्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतमा रोजगारी उपलब्ध गराइएको छ। 4. गोरखापत्रमा कुलुङ भाषा थप। गोरखापत्र दैनिकमा मिति 2082 8 महिना 16 गतेदेखि कुलुङ भाषा थप गरी 46 भाषाका समाचार तथा लेख रचना सामग्री गोरखापत्र दैनिकमा प्रकाशन सुरु गरिएको छ। 5. गोरखापत्रको ओएनएम स्वीकृत। लामो समय रोकिएको गोरखापत्र संस्थानको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ओएनएम सर्वे रिपोर्ट स्वीकृत भएको छ। 6. प्रेस काउन्सिलमा अध्यक्ष नियुक्ति। प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ अधिवक्ता श्री डाक्टर कुमार शर्मा आचार्य नियुक्त गरिएको छ। अब अर्को सेवा रहेको छ दूरसञ्चारतिर। त्यसमा 7 नम्बरमा निशुल्क वाइफाई इन्टरनेट। काठमाडौँ उपत्यकामा 19 वटा स्थान र उपत्यका बाहिर 29 वटा स्थानमा इन्टरनेट निशुल्क वाइफाई इन्टरनेट विस्तारको लागि काम अगाडि बढाइएको छ, जसमध्ये काठमाडौँ उपत्यकाको 19 स्थानमा सम्पन्न भइसकेको छ। त्यसमा काठमाडौँको नयाँ बसपार, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, पशुपतिनाथ क्षेत्र आर्यघाट परिसर, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठुलो भर्याङ यातायात व्यवस्था कार्यालय, ललितपुरको एकान्त कुना स्थित यातायात व्यवस्था कार्यालय, भक्तपुरको राधे राधे स्थित यातायात व्यवस्था कार्यालय, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, शहीद धर्मभक्त माथिमा राष्ट्रिय उपचार केन्द्र लगायतका सार्वजनिक स्थानमा निशुल्क वाइफाई इन्टरनेट सेवा प्रारम्भ गरिएको छ। 8. सुदूरपश्चिम प्रदेशमा 15 वटा वायरलेस साइटहरू जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका बद्रीकेदार, पञ्चदेवल, तालकोट मार्मा, दिपायल सिलगढी, बुढीनन्दा, मालिकार्जुन, जयपृथ्वी, खप्तनन्द, पुरचौडी, लेकम आदि क्षेत्रमा नेपाल टेलिकमबाट 4G सेवा उपलब्ध गराइएको छ। 9. नयाँ 5 वटा गाउँपालिकामा पहिलो पटक 4G इन्टरनेटको सेवाको पहुँच पुर्याइएको छ।
त्यसमा हुम्ला जिल्ला अन्तर्गत खारपुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, अदानचुली गाउँपालिका र चङखेली गाउँपालिका तथा मनाङ जिल्लाको निस्याङ गाउँपालिकामा पहिलो पटक 4G सेवा विस्तार भई 749 वटा स्थानीय तहमा अहिले पहुँच पुग्न सफल भएको छ। अब 4 वटा पालिका मात्रै बाँकी रहेको छ, जुन अबको यो हिउँदमा चाहिँ अलिकति समस्या पर्ने देखिन्छ। 10. नेपाल टेलिकमको सक्रिय ग्राहक संख्या 2 लाख वृद्धि भएको छ यो 3 महिनाको अवधिमा। यो 3 महिनामा नेपाल टेलिकमको सक्रिय ग्राहक संख्या 2 लाखले वृद्धि भएको हो। 11. 87 वटा वायरलेस साइटहरू जडान गरिएको छ। 2G साइट 27 वटा, 4G साइट 60 वटा गरी कुल 87 वटा वायरलेस साइट जडान गरिएको छ। 12. FTTH नेटवर्क विस्तार तथा विद्यार्थी अफर। यसमा FTTH नेटवर्क अन्तर्गत कुल 26,944 वटा थप नेटवर्क इन्स्टल गरी थप 11,189 जना ग्राहकहरूले सेवा प्राप्त गरेको र विद्यार्थी अफर उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ। 13. जेनजी डेटा प्याक कार्यान्वयनमा आएको। एनसेलले जेनजी प्याक कार्यान्वयनमा ल्याएको यस योजना अन्तर्गत साबिकमा रु 379 मा उपलब्ध सेवा जेनजी पुस्ताका विद्यार्थी लक्षित गरी उनीहरूका लागि 279 मा उपलब्ध गराई थप 5GB डेटाको समेत सुविधा थप गरिएको छ। 14. एभरेस्ट बेस क्याम्पमा 4G सेवा विस्तार गरिएको छ। एनसेलले हाल लुक्लादेखि नाम्ची बजारसम्म सञ्चालनमा रहेको 4G सेवालाई विस्तार गरी एभरेस्ट बेस क्याम्प क्षेत्रसम्म सञ्चालनको लागि थप 5 वटा स्थानमा BTS थप गर्ने कार्य अगाडि बढाएको छ। त्यस्तै 15. विद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन। एनसेल मार्फत 1 करोड बराबरको विद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको छ। अब सूचना प्रविधितर्फ 16. एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको प्रयोग गरिएको छ। सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याइएको हालसम्म 530 वटा निकायहरूद्वारा सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको प्रयोग भएको छ। 17. एकीकृत अफिस व्यवस्थापन प्रणाली GIOMS को प्रयोग। हालसम्म 190 वटा निकायहरूमा सरकारी एकीकृत अफिस व्यवस्थापन प्रणाली GIOMS प्रयोगमा ल्याइएको छ। 18. नागरिक एपमा सेवा विस्तार। सार्वजनिक सेवामा नागरिकको पहुँचलाई सहज बनाउन एकीकृत नेपाल सरकार मोबाइल एप नागरिक एपमा हालसम्म विभिन्न निकायका 67 वटा सेवा तथा सूचना आबद्ध गरिएको छ। 19. रियल टाइम साइबर घटनाको पहिचान। साइबर सुरक्षा केन्द्रबाट सरकारी निकायहरूको प्रणाली तथा पूर्वाधारको नियमित अनुगमन गर्ने, सुरक्षा चुनौतीहरूको नियमित विश्लेषण गरी रियल टाइममा घटनाहरूको पहिचान गर्ने लगायतका कार्यहरू गरी सूचना प्रविधि प्रणालीलाई साइबर जोखिमबाट बचाउन नियमित रूपमा कार्यहरू भइरहेको छ। 20. साइबर सुरक्षा एडभाइजरी जारी। मिति 2082 7 महिना 16 मा सरकारी निकायको लागि साइबर सुरक्षा एडभाइजरी जारी गरिएको छ। 21. राष्ट्रिय AI केन्द्र स्थापना। मिति 2082 7 24 गते AI काउन्सिललाई पूर्णता दिई यस मन्त्रालयमा राष्ट्रिय AI केन्द्र स्थापना गरिएको छ। 22. दक्षिण कोरियासँग सूचना प्रविधि सम्बन्धी सहकार्य। गणतन्त्र दक्षिण कोरियासँग सूचना प्रविधि सम्बन्धी द्विपक्षीय थप सहकार्य गर्न पहल भएको छ। अब हुलाक सेवातिर। 23. स्मार्ट हुलाक छनौट मापदण्ड तयार। एक स्थानीय तह एक स्मार्ट हुलाक सञ्चालनको लागि स्मार्ट हुलाक छनौट मापदण्ड तयार गरिएको छ। 24. जेनजी जनआन्दोलनका शहीदहरू सहितको हुलाक टिकट प्रकाशन गरिएको छ। जेनजी आन्दोलनका शहीदहरू सहित 56 किसिमका विषय क्षेत्र समेटिएको
हुलाक टिकट प्रकाशन सम्बन्धी फिलाटेलिक कार्यक्रम स्वीकृत भएको छ। यो टिकट प्रकाशन गर्न चाहिँ बाँकी छ र यसको प्रक्रिया अगाडि बढिसकेको छ। अब प्रकाशन गर्न मात्रै बाँकी रहेको छ। अब मुद्रणतर्फ सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र स्मार्ट ड्राइभिङ लाइसेन्स छपाईको सुरुवात भएको छ। यस अन्तर्गत सुरक्षण मुद्रण केन्द्रबाट मिति 2082 7 महिना 21 गतेदेखि सवारी चालक अनुमति पत्र स्मार्ट ड्राइभिङ लाइसेन्स छपाई सुरु गरिएको हो। हालसम्म 6000 प्रति छपाई भइसकेको छ। यसमा म थप के भन्न चाहन्छु भने हामीलाई यातायात व्यवस्था कार्यालयबाट जति डेटा आउँछ त्यति लाइसेन्स हामी छाप्न सक्ने अवस्थामा छौँ। अहिलेसम्म हामीलाई करिब 7000 को हाराहारीमा मात्रै डेटाहरू चाहिँ नि यातायात व्यवस्था कार्यालयबाट आएको भएर हामीले यति छापेका हौँ। अरू जति बढी आएको अवस्थामा पनि हाम्रो तर्फबाट छाप्ने अहिले अवस्था रहेको जानकारी गराउँछु। अब यसैको लागि 26 मा सुरक्षण मुद्रण नियमावली 2082 पारित भएको छ। सुरक्षण मुद्रण नियमावली 2082 पारित भई सुरक्षण मुद्रण केन्द्र सञ्चालनको लागि कर्मचारी समेतको व्यवस्थापन गरिएको छ। अब चलचित्र क्षेत्र सेन्सर बोर्डको कार्यविधि संशोधन। सेन्सर बोर्डको कार्यविधि संशोधन गरी चलचित्रको सेन्सर गर्ने प्रक्रिया सरलीकरण गरिएको छ र यहाँहरूलाई अन्यमा 28 जेन्जी घाइते पत्रकार सम्मान। जेन्जी आन्दोलनको क्रममा घाइते भएका पत्रकार श्री शम्भु दङ्गाललाई रु 1 लाख, दिपेन्द्र ढुङ्गाना, उमेश कार्की र श्याम श्रेष्ठलाई जनही 25,000 रुपैयाँ मन्त्रालयबाट आर्थिक सहायता सहित सम्मान प्रदान गरिएको छ। 29 क्षतिको विवरण तयार। जेन्जी आन्दोलनको क्रममा मन्त्रालय र मातहतका निकायमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगले तयार पारेको प्रणालीमा अद्यावधिक गरिएको छ। र 30 सामाजिक सुरक्षा कोषमा आबद्ध गोरखापत्र, राष्ट्रिय समाचार समिति, सार्वजनिक प्रसारण सेवा नेपाल, रेडियो नेपाल र नेपाल टेलिभिजन, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समिति लगायत 5 वटा निकायका करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सामाजिक सुरक्षा कोषसँग सम्झौता गरिएको छ, जसमध्ये गोरखापत्र संस्थानबाट पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ र अन्य कार्यान्वयनमा आउने प्रक्रियामा रहेको छ। मैले यो 3 महिनाको 30 वटा उपलब्धिहरू यो 3 महिनामा मैले मन्त्रालयमा कार्यभार सम्हालेदेखि यता यहाँहरूलाई चाहिँ यो अवगत गराएँ। अरू धेरै मन्त्रालयगत तवरमा र मन्त्रालय अन्तर्गतका महाशाखा, त्यस्तै गरेर विभाग र विभिन्न निकाय मार्फत हुने नियमित कामहरूको प्रक्रिया अगाडि बढिरहेको छ। ती दर्जनौंको सङ्ख्यामा उपलब्धिहरू मन्त्रालयले हासिल गरेको पनि म यहाँहरूलाई बेहोरा जानकारी गराउन चाहन्छु। त्यसबाहेक खास गरेर नेपाल सरकारको प्रवक्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रूपमा खास गरेर मुलुकलाई सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वको यो सरकारले मुलुकको अवस्थालाई सामान्यकरण बनाउने बाटोमा काम गरिरहेको छ र जुन रूपमा जेन्जी जनआन्दोलन भएको थियो त्यसपछिको असहज परिस्थिति अहिले सामान्यकरण हुँदै सहजपूर्ण अवस्थामा आउन सफल भएको छ। मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ। सबै राजनीतिक दलहरू, निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको छ र फागुन 21 मा चुनाव हुने वातावरणमा मुलुक अगाडि बढिरहेको छ। त्यसको साथमा सुशासनलाई एकदमै आत्मसात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वको सरकारले कामहरू अगाडि बढाएको छ र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरू र सहयोग र त्यो खालको वातावरण बनाउने कामहरू भइ नै रहेको छ। यसको फेरिस्त सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले आफ्नो सम्बोधनका क्रममा पनि हिजो चाहिँ यहाँहरूलाई अवगत नै भएको छ, अस्ति यहाँहरूलाई अवगत नै भएको छ र सरकार समग्रमा भन्दाखेरि यो नागरिक सरकार भएको कारणले जेन्जी आन्दोलनको मर्म अनुसार चाहिँ अगाडि बढेको म यहाँहरूलाई जानकारी गराउँछु र यो 3 महिनाको अवधिमा भएका केही कामहरू मैले यहाँहरूलाई सुनाएँ। यसबाहेक
यहाँहरूको केही थप प्रश्न अथवा सरोकार अथवा केही इस्युहरू छ भने त्यो पनि यहाँहरूले सोध्न सक्नुहुनेछ। हामी केही अन्तर्क्रियात्मक रूपमा पनि अगाडि बढ्न सक्नेछौँ। तपाईँको पृष्ठभूमिको त्यो तिलिचो ताल माउन्टेन अलिकति हेर्न मिल्छ थोरै? एकचोटि मलाई देखाउनु त। यो सर हामी 22 घुम्ती माथि छौँ। प्राय मान्छे डराउने भनेको यही 22 घुम्तीको उकालो चढ्न डराउने हो। जो यो चढेर सके त्यसले चाहिँ पुगे। टावर वहाँ माथिसम्मै माथिल्लो यो त्यो डाँडासम्म टिप्दो रहेछ। अलिक भित्रसम्मै टिप्छ, मजाले टिपिरहेछ।